हाम्रो कान्छी भान्जी छ नि यतातिर कहाँ छ कान्छी भान्जी यसको चाहिँ कम्प्लिट हुन बाँकी छ कि हेर्न सक्नुहुन्छ हामीहरूको यो टोली मेरो सड्डी बड्डी यार हेलो इन्टरनेसनल फ्रेन्ड्स वेलकम ब्याक टु माई पश्चिमे ब्लग त आज चाहिँ म फाइनली आफ्नो गाउँमा आइसकेँ गाउँमा हिजो पुगिसकेको थिएँ सो आजदेखि ब्लग स्टार्ट ब्लग चाहिँ दिदी जहिले पनि दिदीका घरबाट स्टार्ट हुन्छ उनी चाहिँ दिदी मेरी माइली दिदी हुनुहुन्छ हल्का यस्तो कलरमा डिफ्रेन्स छ सेम छ भन्नुहुन्छ त म यतातिर हजुरहरूलाई सर्ट फर्ममा इन्ट्रोड्युस गराउँछु सबैलाई त यतातिर माई भान्ज यी चाहिँ माइला भान्ज हाम्रा भावेश भन्छ अनि यतातिर हाम्रा हिरो भान्ज भर्खरै उठ्नुभएको छ यतातिर नाम हिरो काम पनि हिरो जस्तो अनि हाम्रो कान्छी भान्जी छ नि यतातिर कहाँ छ कान्छी भान्जी ए कान्छी भान्जी यतातिर छन् भान्जी यता हेलो हेलो गर हाई गर इच्छा अहिले चाहिँ मसँग बोल्नुहुन्न एन्ड अहिले चाहिँ किन देखाउनु आएको छ भने चाहिँ दीपावलीको स्टार्ट भइसकेको छ नि त दिवालीको सो यतातिर हामीहरू अब कलर लगाउनु आएको छ कलर देखाउँछु हजुरलाई कलर भन्नाले पनि रङ्गोली हाल्ने मान्छे म हो गाइस किनभने चाहिँ एन्ड सबैलाई ह्याप्पी दीपावली भन्न चाहन्छु दीपावलीको स्टार्टअप भइसकेको छ नि त आजको दिन कस्तो जान्छ हेर्छु गाइस अनि भैली शैली के हुन्छ सबैलाई सबै अपडेट गर्छु गाइस पहिला यता रङ्गोली बनाउँछु यतातिर रङ्गोली हाल्नको लागि यो चाहिँ चामलको धुलो हुन्छन् यतातिर कलर छन् एन्ड म चाहिँ यतातिर लगाउँछु अब लगाइसकेछु हजुरलाई देखाउँछु गाइस पछि ए आधासम्म पुगिसकेको छ तर आधासम्म पुग्दासम्म मेरो आधा शरीर भइसक्यो यस्तो गर्मी हुन्छ गाइस गाउँघरमा यही हो यता हेर्नु सक्नुहुन्छ गाउँघर हाम्रो नै दिदीको मेरो त अहिले चाहिँ गाउँमा गएको छैन म जान्छु ओ सेट यहाँ भान्जा पनि मलाई मद्दत गर्दैछन् यता अनि पसिना हेर्न सक्नुहुन्छ गाइस यता 8 बजे घाम लागिहाल्छ अनि सो मेरो रङ्गोली आधा भइसकेको छ यता हेर्न सक्नुहुन्छ देखिन लाग्छ कि मेरो आँखामै देखिन लाग्दैन यो इन्कम्प्लिट छ म कम्प्लिट भएपछि भन्छु हजुरलाई गाइस तर अब पसिना बिसिना छ के गर्ने हजुरहरू हेर्न सक्नुहुन्छ गाइस म एकदमै ट्यालेन्टेड आफ्नो तारिफ आफै गर्नुपर्छ कि अरू त गर्न सक्दैन नि सो हेर्नु गाइस अब छाता पनि हाम्रो यस्तो सपोर्टेड भान्जा पनि छन् सो अब इन्कम्प्लिट छ अब पुरा हुन्छ पुरा भइसकेपछि यस्तो देखाउँछु हजुरलाई गाइस चल गाइस हेलो भन त हेलो गाइस भन हेलो गाइस भन अनि ह्याप्पी तिहार त भन ह्याप्पी दीपावली भन ह्याप्पी दीपावली भन सबैलाई यी चाहिँ मेरो माइला भान्ज कि भावेश भान्ज त गाइस अब म रङ्गोली किन लाग्दा लास्ट भान्ज नि फेरि ब्लगरका भान्ज हो तिमी ल गाइस अब चाहिँ कम्प्लिट भएपछि भन्छु हजुरलाई फाइनली गाइस यता हेर्न सक्नुहुन्छ बनिसक्यो हामीहरूको यो रङ्गोली अब चाहिँ नुहाउँछौँ फ्रेस हुन्छौँ अनि दाजु पनि आउनुपर्छ गाइस म दाजुलाई देखाउँछु आफ्टर लङ टाइम पछि म हजुरहरूलाई दाजुसँग इन्ट्रोड्युस गराउँछु दाजु मेरा मभन्दा अगाडि क्या गाइस यो थियो हामीहरूको रङ्गोली हेर्न सक्नुहुन्छ कमेन्ट गर्न सक्नुहुन्छ अनि हजुरहरूले कस्तो रङ्गोली बनाउनु भयो हजुरहरूका यतातिर त्यो पनि भन्न सक्नुहुन्छ अनि कस्तो छ भन्नु एन्ड फाइनली उहाँलाई चाहिँ चिन्नुहुन्छ होला दाजु एन्ड मभन्दा ह्यान्डसम त हुनुहुन्छ त्यस्तो ह्यान्डसम त छैन बाढी भएर हल्का म चाहिँ कालो दाजु चाहिँ गोरा हुनुहुन्छ एन्ड दाजुको यस्तो गेटअप हेर्न सक्नुहुन्छ आजकल यस्तो मोडर्न भइरहेको छ दाजु भर्खर आउनुभएको छ एन्ड गाइस अब हेर्नु के हुन्छ फ्रेस हुन्छ त्यसपछि बाई बाई दिदीको घरबाट टाटा बाई बाई भन्ने समय आइसक्यो दिदीको घरबाट मात्रै है एन्ड अब यतातिर पछि आउँछु भाइटिकाका दिन तर अब चाहिँ म गाउँमा जान्छु अनि मेरो गाउँमा देखाउँछु गाइस अनि मेरो घर सबै चिज देखाउँछु गाइस अहिले घरमा त कोही हुनुहुन्न एन्ड भान्ज हेलो गाइस फ्युचरका भान्ज पनि पछि चाहिँ क्रिएटरै बनिनु नि हो एकचोटि भन्न त भान्ज केही 2 शब्द दीपावलीको अवसरमा सबैलाई ह्याप्पी दिवाली एन्ड सो हामीहरूको यतातिर दाजु पनि रेडी भइहाल्नुभयो भान्जीलाई हामीले एक राउन्ड हानिसक्यौँ त गाइस अब जान्छौँ हामी आफ्नो गाउँतिर यस्तो घाममा आउनुपर्छ यार किनभने यहाँ एकदम कालो त पहिलेदेखि थियो त गाइस बाई बाई हामीहरू आफ्नो सहर टिकापुरमा पुगिसक्यौँ एन्ड हेर्न सक्नुहुन्छ गाइस हाम्रो सहर टिकापुर हाम्रो सिटी हो क्या मेन सिटी
यत्रो भैली खेल्दै गाइस यता गाउँमा पुगिसक्यो अनि पुगिसक्ने बित्तिकै मेरो ब्रो यता हेर्न सक्नुहुन्छ ऊ चाहिँ काठमाडौँमा मसँगै बस्ने थियो तर त्यतातिर इन्ट्रोड्युस गर्न सकेन सो अब चाहिँ हामीहरू भैली खेल्न जाँदैछौँ हामीहरूका साथीहरू चाहिँ गइसक्यो अगाडि एन्ड अब हामीहरू त्यता गइरहेको छौँ अहिले चाहिँ गाउँको बाटो हो क्या गाउँको म अलग्गै एउटा ब्लग हाल्छु तपाईँलाई त्यहाँ भिजिट गराइदिन्छु कि म सबै चिज तर अहिले चाहिँ हामीहरूलाई हल्का लेट भइरहेको छ सो मैले कता पनि नदेखाएर डाइरेक्ट हजुरलाई बजारमा भेट्छौँ र बजारमा देखाउँछु गाइस हामीहरूको भैली कस्तो भइरहेको हुन्छ भनेर त गाइस डाइरेक्ट भेट्छौँ हामीहरू बजार बाई बाई गाइस उसको नाम चाहिँ मेरो भाइको नाम सौर्य ए सुजल त्यसै सौर्य न सौर्य हो तर यसलाई सौर्य भनेर बुझाउनु ल तर मेरो ब्रो भाइ हो अनि हामीहरू चाहिँ चल गाइस बाई बाई टेक केयर अनि हेर्न सक्नुहुन्छ गाइस यतातिर आइसक्यो हामीहरू मेरो टिमतिर यतातिर हामीहरू हेर्न सक्नुहुन्छ नेक्स्ट अर्को ब्लगर पनि छ हामीहरूको यो ब्लगिङ च्यानलको चाहिँ म यतातिर तलतिर लेखिदिन्छु तपाईँहरूलाई अनि डिस्क्रिप्सनमा हजुरलाई लिङ्क पनि हालिदिन्छु सो गाइस यतातिर हजुरलाई देखाउँछु खेल्नु हेर्न सक्नुहुन्छ हामीहरूको यो टोली हजुर म एकछिन आउँछु यो एकछिन भिडियो त गाइस देख्न सक्नुहुन्छ मेरो क्रेज हल्का मात्र छ त्यस्तो क्रेज त छैन यतातिर सिङ्गर गाउने अनि अहिले चाहिँ कोही पनि हुनुहुन्न क्या हामीहरूको आधा मान्छेहरू टक्कै अधार भइसक्यो अधारमा चाहिँ अब ऊ चाहिँ मेरो चड्डी बड्डी यार सो फाइनली गाइस अब चाहिँ हामीहरूको यता रात परिसक्यो रातमा अब चाहिँ हामीहरू के गर्छौँ भने चाहिँ यतातिर हेर्न सक्नुहुन्छ गाइस भैलीसँग हामीले चामल पनि बोक्नुपर्छ अब त गाइस अब चाहिँ हामी निस्किन्छ अनि यो चाहिँ मेरो चड्डी बड्डी यार एउटा राज कमेन्ट सब्स्क्राइब गर्नु ए तपाईको एक सहयोगले चाहिँ हाम्रो साथीलाई एकदमै माथि पुगाउनेछ भन्ने आशा गर्दछौँ ल गाइस अब चाहिँ अब चामल यस्तो उठाउने काम पनि हुन्छ नि यतातिर भैलीसँग खेल्दा यता कुलीको काम लगाएको कुलीको काम भन्दा पनि चामल बोक्नुपर्छ यही भात पकाएर खान्छु गाइस अब चल गाइस भोलि चाहिँ फुल ब्लग हुन्छ आज चाहिँ खाइसकेछ नि हेर्नुहोस् गाइस चामल यस्तो यति छ आधा कट्ठा भइसकेछ चबत छ गाइस त फाइनली गाइस हामीहरू चाहिँ भैली खेलेर आइसकेका छौँ आजको ब्लग चाहिँ हल्का त्यो हुन्छ कस्तो भने चाहिँ टोटल्ली भैली खेलेको चाहिँ छैन एन्ड भोलि चाहिँ म हजुरलाई राम्रो तरिकाले त्यो भैली हामी कता गर्छौँ के गर्छौँ भोलिमा सबै चिज भन्छौँ अब चाहिँ हामी खाना खान्छौँ गाइस तर राति 11 बजिसक्यो हल्का ढिला भइसक्यो त्यो त गाइस त हजुरहरूलाई अहिले अझ पनि भन्न चाहन्छु दीपावलीको हजुरहरूलाई शुभकामना छ धेरै धेरै नै एन्ड ह्याप्पी दीपावली एन्ड जसरी मनाउनु लाग्नुहुन्छ राम्रोसँग मनाउनुहोस् एन्ड स्टे ह्याप्पी स्टे चिल एन्ड यतातिर चाहिँ हाम्रो अङ्कल चिन्नुहुन्छ नि हाम्रो टिकटक स्टार त गाइस बाय बाय गाइस स्टे हैप्पी इस ब्लॉग को इधर एंड करना चाहता हूँ आप लोग को ये ब्लॉग कैसा लगता है नीचे कमेंट सेक्शन में बता देना अगर आप जेडी चैनल में नए तो गाइस इस चैनल को सब्सक्राइब कर देना नीचे लाल बटन दिख रहा होगा उसको दबा के सब्सक्राइब कर देना और इस वीडियो को लाइक कर देना और इस वीडियो को जितना हो सके उतना शेयर कर देना गाइस बाय गाइस नेक्स्ट वीडियो में मिलेंगे स्टे हैप्पी बाय